जय सूर्य भगवान। मम्मी हाय बाबु यसो बाहिर यसो मर्नु जसो गरेर आउँछु है। खोइ के वाक गर्छस् तुन्नी दुब्लाएर मर्न आँटिसकिस् घर चाहिँ समयमै आइज है म तँलाई खाजा तयार गरेर राखिदिन्छु। ए हस् मम्मी हस्। पूजा ए पूजा अनि किन रोएर बसेकी तिमी बाटोमा बिहानै? खोइ के भन्नु र तपाईँहरू जस्तो ठुला खाना मानिसहरूको अगाडि हाम्रो किन लाग्दो रहेछ र? होइन के भन्छ नि मैले त कुरै बुझ्न सकिनँ। अलि स्पष्ट रूपले भन न। जसको कारणले आज यस्तो भयो उसरी भनेर के फाइदा? के भन्न खोजेकी तिमीले? मैले त केही कुरै बुझ्न सकिनँ अझै। कि तिमी माथि मैले केही नराम्रो गरेँ? हजुरले त केही गर्नुभएको छैन, तर हजुरको बुवाले हामी जस्तो सोझा साझा गरिबहरूलाई पैताला मुनि दबाएर राख्न खोज्नुहुन्छ। होइन तिमी माथि के गर्नु भएर मेरो बुवा हजुरले त्यस्तो नराम्रो? तपाईँको बुवाले अस्ति जङ्गललाई पठाएर होइन यत्रो भइसक्दा नि तिमीले मलाई किन भनेनौ? यदि तिमीले मलाई समयमै भनेको थियो भनेदेखि आज म यस्तो हुन दिन्न थिएँ होला। मैले मेरो तर्फबाट सक्दो सहयोग गर्थेँ होला। म त कपडा छेकाएर घर फर्किँदै थिएँ। घर पुग्दा त्यस्तो हालत देखेर मै छक्क परेँ। अब म के भन्नु तपाईँलाई? तिमी चिन्ता नगर, भरेसम्ममा म तिमीलाई जसरी नै पैसाको व्यवस्था गरिदिनेछु र तिम्रो बाबामाथि जसले अत्याचार र अन्याय गरेको छ त्यसलाई पनि म एक दिन अवश्य सजाय दिनेछु। अब तिमी घर जाऊ। हामी गरिबहरूलाई के घर, के भोक, के प्यास, धनीहरूको सेवा गर्दै ठिक्क हुन्छ। सायद हाम्रो भाग्यमा नै यही लेखेको छ। हामी सानै नै ठिक छौँ। त्यसो नभन पूजा, मानिस सबै एउटै हो। रगत सबको रातो नै हुन्छ। चोट सबैलाई एउटै हो। चोटमा सबैलाई पीडा नै हुन्छ। तर यो अन्याय र अत्याचारको भावनालाई म एक दिन अवश्य चिर्नेछु। चन्द्रो ए चन्द्रो, हजुर यही छु त म। चिया खाने बेला भएन? अनि खोइ छोरी देख्दिनँ त। आजकलका केटाकेटीहरू सुतिरहेका होलान् नि। त्यसो भनेर हुन्छ? उठाउनु पर्दैन? मान्नु पनि पर्यो नि भनेको। एक घर पनि खनेर त नि त्यसो पानी खनाउँछ चाहिँ होला पानी। आमा छोरीको नि रिसोले 3 पाउन्डै हुन्छ नि। नानीले पूजा गरेर फुल पनि सबै यही छोडी छे।
लट्टे त पाक्यो, अब ढिँडो चाहिँ कसले मस्काउने हो, मलाई चाहिँ आउँदैन है। सब्जी पाएको भने भित्र लिएर आऊ, अहिले ढिँडो बुवाले मस्काउनुहुन्छ है। हुन्छ मम्मी, लिएर आउँदैछु। है बुढी बस न। हेर बुढी के गर्छस्? एउटा भएको बाख्रो पनि मुखेर बानेर लगिहाले। मलाई पनि एक सोरो कपडा फेरिदिउँला भन्ने थियो। के गर्नु, मन त थियो नि, मनै नभएको होइन, तर परिस्थिति यस्तै छ। जे भए पनि बुझ्छस्, खुसी लाग्छ। तपाईँको पनि त यस्तो छ, च्यात्तेको टोपी, तपाईँलाई चाहिँ फेर्नु पर्दैन र? यस्तैमा चलाउला सबैजनाले। होइन, मलाई त जस्तो भयो नि भइहाल्छ नि। तिम्रो छोरी मान्छेको त सुन्दरता नै गहनामा छ। गहना नलगाउँदा पनि भइहाल्छ नि, यत्तिकै भए पनि चलिहाल्छ नि बुढो। ओइ माने बाटुले खुब मक्ख परेर बसी जस्तो। खसी पाले भनेर बाख्रो पालेर मुखिया बाको रिङ चुत्त भयो भनेर सोचिरहेको छु होला। साह्रै बाठो रहेछ जस्तो त जङ्गललाई पनि झुकाइदिने। धन्दै माले कति मुद्दा भाले हामीलाई। यो माने कम बाटो छ। मुखिया बाले 5,960 रुपियाँ बक्सिस दिने भएको थियो, त्यो पनि हिँडाइदियो यार। कम बाटो छ, गाउँभरकै बाटो हो यो। बाख्रालाई खसी बनाएर राखेछ, मुखियाले झन्डै मारेर त्यहाँ। लै त हो हजुर, तपाईँले हामीलाई त बाटो देख्नुहुन्छ नि जहिले। तपाईँहरूको अगाडि हामी के नै हो र? यस्तो भिखारीको सन्तानसँग के बोल्नु? हिँड्कन तेरो उठेको लागि यतिखेर हो? अनि कामै छैन त बाबा, के गर्नु त छिटो उठेर पनि। जा गएर चिया बना। अनि यो भूमिका चाहिँ के गर्दैछ फेरि दाम्रो बाटो यस्तो? स्केलका केटाकेटी भनि नसक्नुका छन्। यो चङ्गेलाई पनि ऋण उठाएर ल्यायो भनेर पठाए, खसी भनेर बाख्रो लिएर आउँछ। यता घरमा पनि बुढी बाउठी, छोरीलाई चिया पकाउनु भने छोरी पनि नपकाउने। बुढेसकालमा आफै दुःख पाइन्छ कि अब के गर्नु। पानी पो पर्छ जस्तो छ त, घाँस काट्नु पर्ने। अहिले मुखिया बाले फेरि मार्नु हुन्छ। खाना कता जानु लाग्नुभएको? म त घाँस काट्न जान लागेको हो। मलाई पनि लग्नु भएको भए त हुन्थ्यो, कस्तो घरमा बस्दा बस्दा बोर भइसक्यो। हन सुन्नु भएन कि के हो? ए म त के पो सोच्नु थालेछु, पानी पर्दैछ जानुहुन्छ र भनेको। पानीले भिजाउला तपाईँलाई फेरि? झन् मलाई राम्रो लाग्छ के पानी पर्दाखेरि। अब तपाईँलाई मन लाग्छ हामी त जाउँ न त। जाउँ न त। अहिले फेरि झन् ठुलो पानी पर्यो भने। चन्द्रु, ए चन्द्रु, हजुर, ए म बजार हिँडेको है। घर चाहिँ टाढी आउनु है। चिन्ता नल्याउनु, भरे छिटै आइहाल्छु नि। हस्। अस्ति त्यो
वार्डवाला केटी थियो नि त्यो केटी त मुखिया बाको घरमा पाहुना आएको रहेछ यहाँ हो र हो नि यहाँ जिस्काउँछ जिस्काइयो केटा हो है तर मुखिया बालाई यदि भनिदियो भने तर हाम्रो करङ चाहिँ भाग्छ यार मुखिया बाले त बुझ्यो त किन डलाउनु भाँच्छ थाहा भयो मजा गर्दैछ नि केटो त्यही त मजाक गर्छ यार यो खालि मजाक मात्रै गर्छ त्यही डलाउने अब तिनवटा त एउटा खा करङ भाँचिन्छ अनि थाहा पाउँछु त्यही त मुखिया बाको पावर तँलाई थाहा छैन त्यता बुला कति आयो कति डर मुखिया बुढो होइन त्यो हो त हो केटा हो यतै हुँदैछ त माता बुला के भन्छ केटा अस्तिको बाख्राको कुरा पो निकाल्ने हो कि निकाल त बुलेर के निकाल त यो जङ्गे अस्ति खसी भनेर बाख्रा उठाएर ल्याइस् त्यहाँ के छ हेरेर अरू पनि उठाएर लिएर आइज हस् मुखिया बा अस्ति गल्ती भयो अब चाहिँ हामी जसरी भए पनि ल्याउँछौँ तुरुन्त गइहाल है हस् मुखिया केटा बुलो गयो झन्डै माला बुलेले आज त धन्यवाद अनि कसरी टुक्रुक्क बस्नु भएछ त यो बोरा उठाएर मजाले बस्नुहोस् त अनि हजुरको नाम चाहिँ के हो कुन्नी मेरो नाम भूमिका ए अनि हजुरको चाहिँ के हो मेरो सानो अनि कता बस्नुहुन्छ हजुर म काठमाडौँमा ए हजुर त अनि सहरमा बसेर होला कति सुकिलो मुकिलो गोरी हुनुहुँदो रहेछ थ्याङ्क यू हजुर पनि कति मेहनती हुनुहुन्न त रहेछ एकछिन पनि बस्नुहुन्न के गर्नु हजुर अर्काको घरमा काम गर्न बसेपछि यस्तै हो काम गर्न थाक्नुहुन्न भने नि? मुखिया बाले मार्नुहुन्छ थाक्नु त थाकिन्छ नि के गर्नु हजुर चाहिँ कति दिनको लागि आउनु भएको हो गाउँ घुम्न ए म त 1 महिनाको लागि मात्र आएको हो ए हो र हजुर होइन हौ सानो के गर्दैछस् हौ यति राम्रो केटी अगाडि राखेर के हुनु र हौ दादा अब गोठालोको जिन्दगी यस्तै त हो नि घाम पानी नभनिकन काम गर्नुपर्छ ओइ सानो यति राम्रो केटीलाई खेतो खेतो लिएर हिँड्छस् यति सेतो तिग्रामा झुकाल टोको को जिम्मेवारी हुन्छ त्यो त्यसले पाला कि कसो हो मैया उहाँ महाशयसँग त मेरो पहिला पनि भेट भएको उहाँ कस्तो हुनुहुन्छ म मजाले चिन्छु आमामा के साह्रो भाउ खोजेको हौ मैया तिमी जस्तो यस्तो राम्रो मान्छेले भाउ खोजेको त सुहाउँदैन हौ यति साह्रो त भाउ नखोज न बरु घुम्न जाने हिँड जाउँ म घुमाइदिन्छु म कसैसँग घुम्न जादिनँ पनि र जानु पनि परेको छैन तपाईँहरूको बानी बेगुरा कस्तो छ मैले हिजो नै देखिसकेको छु तपाईँहरू खुरुक्क जानुहुन्छ कि मुखियाबालाई भनिदिउँ होइन यो प्वाटवाली त साह्रै कडा रहेछ हौ ओइ सानी हामीसँग घुम्न नजाने रे। 哎 राम्रोसँग घुमाइदे जाउँ कडा अनि हजुर चाहिँ कति दिनको लागि आउनु भएको हो यति साह्रो त भाउ खोजेको त सुहाउँदैन हौ
रिया हजुर कता गएर आयो कि साथी म घर आएको ए यो त बाटोतिर कति जङ्गैहरूलाई देखेनौ नै देखिन त आज तिनीहरूसँग सानो काम थियो बिहानदेखि भेटेकै छैन ल ल तिमी पनि जाऊ हस् चन्द्रु ए चन्द्रु यहाँ बाहिर आऊ हौ होइन कति कराउनु भएको किन बोलाउनु भएको मलाई कराएको होइन हौ तिमीलाई आज मैले यस्तो उपहार लिएर आएको छु नि त्यस्तो के ल्याउनु भयो र तिमी आँखा चिम्म गर न चन्द्रु होइन हजुर पनि के गरेर लाउनुहुन्छ बुढेसकालमा फेरि मैले तिमीलाई उपहार ल्याइदिएको छु क्या कस्तो उपहार आँखा चिम्म गरेर हात थाप न हस् अब तिम्रो आँखा खोला खोला आहा कति राम्रो रहेछ तपाईँले ल्याइदिनु भएको यो तपाईँले ल्याइदिनु मलाई मैले लगाइदिने हो र अब भित्र गएर ऐना हेर त कति राम्रो देखिएछ तिमीलाई हस् चन्द्रु कति खुसी हो अनि यो मोबाइलमा पनि खालि जता गए यी समाचार यो साने पनि कतै आएन कि क्या हो साने ए साने यतिखेर बुझ्नु जस्तो साँडे भन्ने बित्तिकै फेरि कहाँ आउँछ त यो त्यहाँ यही लाठी हानु क्या धर्ना छ भाँचिँदै गरेर पिक्लिके पारो तताउँछु जय सूर्य नारायण तेरो उठ्ने बेला यही हो हामी छैन के रोल बुढी तिमी कपाल तान त कपाल कतिखेर उठ्छेस् एक्सन ए गर खनेर पानी त्यसलाई जा गर चिया बना यही छु त म त्यसलाई गर खनेर पानी मुनि